त्यो बोर्डर काटेर गएपछि यतापट्टि टिमुरे टिमुरे उ त त्यो टिमुरे त्यो तीनटा डाँडा जोडा ठाउँमा टिमुरे पर्यो हो बोर्डर टिमुरे टिमुरे अलि यता हो टिमुरे काटेर जानुपर्छ अलिकति केरको जानु छ है बोर्डर जानलाई ए बोर्डर त्यसपछि गएपछि उता गएपछि त्यो केरो गणेश हिमालको फेदमा केरो केरो यता हाम्रो पर्यो उता उनीहरू पर्यो आधी आधी हिमाल पर्यो होइन त गणेश हिमाल भयो टिमुरे त्यसपछि लाङटाङ हिमाल हो यो चाहिँ हाम्रै पर्छ यो चाहिँ यो ओल्लो हिमाल चाहिँ यो तपाईँले गणेश हिमाल त नेपालमा पर्यो नि यो हाम्रो नेपाल भनेको गणेश हिमाल त यो हो नि त्यही त नि यो तपाईँले याद गरेको छैन यो के भन्छ के अरे त्यो टोखाबाट देख्छ नि यो ए हो है तपाईँले याद गरेको छैन हो छ टोखाको ठ्याक्क दिनु देखिन्छ कि ठ्याक्कै यता देख्दो रहेछ गणेश हिमाल भयो त्यो नि गणेश हिमालको चुसो भइहाल्यो होइन पहिलो टिमुरे त्यसपछि गएर माथिको लाङटाङ हिमाल भयो त्यसपछि उताबाट अस्ति पहिरो गएको थियो लाङटाङ हिमाल भइहाल्यो होइन हजुर त्यसपछि गएर गोसेकुण्ड यता भएको गोसेकुण्डा तपाईँको त्यो त्यो चुचोबाट उतापट्टि काखमा पर्यो हजुर भनेपछि हामी त गोसेकुण्डाबाट पनि 2 डाँडा पल्लोपट्टि आइपुगेका छौँ है ठिकै छ ल हिमालहरू धेरै राम्रो ठाउँमा आइपुग्यो हिमालहरू देखियो होइन त हिमालहरू देख्यो आउनु नि माछा परि आउँदाखेरि है हुन्छ भिडियो खिचायो अब म तपाईँलाई अहिले देखाइदिन्छु हजुर यसो माछा परि आउँदा आउनु हजुर तपाईँ पनि घर त्यतातिर यसो गाउँले परिको नि मेरो नि त्यही त हो नि लोलाङ हाइट जाने बाटोमा ठ्याक्कै